ए सबैले ढोक दिए है। सफलताको विषयमा तपाईहरुलाई भिडियो बनाउँदैछु है। सफलता के हो? यस्तो महँगो र यस्तो सरल र इजी एक सफलता भन्ने शब्द अत्यन्त मात्रामा जीवनसँग मेल हुन्छ। यदि सफलता भन्ने शब्द नभएको भए के रहन्थ्यो होला? यो प्रश्नवाचक चिन्ह तपाईहरुलाई छोड्दै म भिडियो स्टार्ट गर्दैछु। सफलता यदि पाउनु छ भने सफलताको पछाडि धेरै नै संघर्ष गर्नुपर्ने हुन्छ। त्यो संघर्ष के हो त? यदि सफलता पाउनुको लागि जिन्दगीमा धेरै कुराहरू भोगाइहरू र कठोर मेहनत र परिश्रम र तपाईको लगनशीलता, सहनशीलता र हरेक तपाईको कार्यशैलीले तपाईको जिन्दगी सफलता हुन्छ। यदि सफलता पाउनु भएन भने तपाईको कार्यक्षमता र तपाईको गराई भोगाई र तपाईको सोचाइ अलग भएर तपाईको सफलता मिल्दै छैन। आजैदेखि त्यस्तो कुराहरूलाई बन्द गरेर सफलताको प्रति कसरी चाहिँ चल्नुपर्ने त्यो बाटोहरू रोज्नुहोस्। सफलताको बाटो यदि रोज्नुहुन्न भने तपाईको जिन्दगी अनियोलतामा झुन्डिएको एउटा आँप जस्तै हुन्छ है। सफलता पाउनुको लागि के महत्त्वपूर्ण छ यो विषय तपाईहरुसँग म शेयर गर्दैछु। जानी नजानी यो सफलताको भिडियो बनाइराख्दाखेरि एउटा मात्र जिन्दगीमा मलाई के थाहा भयो भन्दाखेरि मेरो भोगाई पनि त्यस्तै छ। पहिलाको दिनहरू, विगतको दिनहरू बित्यो, असफलता होइन, मन र मस्तिष्क र जिन्दगीको बाटो अलग भयो हैन। अलग वेमा बाटोमा चली गयो र सफलता मैले पाउन सकिन। जब सक्सेसको बाटो, सफलताको बाटो पहिलाउन थालिसकेपछि अटोमेटिकली मेरो दिमागमा, माइन्डमा, मस्तिष्कमा हरेक ठाउँमा सफलताको एक स्टेप चढिसकेपछि यो कुरा मलाई रियलाइज भयो आफूमा। यही कुराहरू हजुरहरूसँग शेयर गर्दैछु है। यो भिडियो मार्मिक छ, तपाईको जिन्दगीसँग आधारित छ। यो भिडियोलाई स्किप नगर्नुहोला, पूरा हेर्नुहोला। पार्ट 1, पार्ट 2, पार्ट 3 तीनटा म भिडियो अपलोड गर्छु। पूरा साथ दिनुको लागि नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नुहोला, बेल आइकनलाई प्रेस गर्नुहोला, लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला, शेयर गर्नुहोला र जति हेर्दै हुनुहुन्छ तपाईहरुले शेयर कमेन्ट चाहिँ गर्नु नबिर्सिनु है त। लेट्स गो। सफलता भनेको के हो त? सफलता पाउनुको लागि मान्छेले मेहनत मात्र गरेर हुँदैन, सबै कुरा त्यसमा जोडिनु पर्छ। तपाईको सफलता, तपाईको विचारधाराहरू कुन छन् त? तपाईको मनमा एउटा छ, दिमागमा अर्को छ, बोलीमा अर्को छ भने त्यो सफलता कहिल्यै मिल्दैन। तपाईको सफलता पाउनुको लागि यी तीनटा चीजहरू, तपाईको दिमाग, बोली र तपाईको मन एकै ठाउँमा र एक मुष्ट युनिटमा हुनुपर्छ अनि सफलता रोज्नुहोस्। कुन बाटो रोज्दाखेरि तपाई सफलता हुनुहुन्छ त? त्यो बाटो रोज्नु फर्स्ट अफ अल। पहिला त्यो बाटो रोजिसकेपछि त्यसको हैन के छ त भिजन, त्यसमा जाँदाखेरि के गर्नुपर्छ त? कुन अब्स्टिकलहरू हामीले पार गर्ने त? यो सबसे इम्पोर्टेन्ट बाटो छ र कुरा छ। कुन बाटो रोज्दाखेरि तपाई त्यो स्थान रोजेर तपाई त्यो ठाउँमा पुग्नुहुन्छ त? त्यो कुरा सबसे माइन्डमा प्लानिङ गर्नुहोस् तपाई। र अर्को कुरा, तपाईको मन र मस्तिष्क र बोलीले यदि सफलता मिल्दै छैन भने तपाई सोच्नुहोस् कि तपाई अनियोलमा हुनुहुन्छ। सफलता पाउनुको लागि सबसे फर्स्ट अफ अल तपाई स्वयं नै कठोर मेहनत गर्नुपर्ने हुन्छ। दोस्रो कुरा, सबसे जिन्दगीलाई कुन मोडमा लाने, कुन संरचनामा लाने, जिन्दगीको पाठलाई कहाँ लगाउने, के गर्ने, त्यो कुराहरू सोच्नु अत्यन्त मात्रामा जरुरी हुन्छ तपाईले। यदि जिन्दगीमा पैसाको खोजी गर्दै हुनुहुन्छ भने सफलता पाउनुको लागि पैसा मात्र ठुलो कुरा होइन। तपाईको आनन्द पनि र तपाईले गर्दै गरेको जुन कामहरूलाई यदि सही तरिकाले गर्दै हुनुहुन्छ भने त्यो पनि एउटा सफलताको बाटोको स्टेप नै हो। तर कुन बाटो यदि रोज्दै हुनुहुन्छ, असफलताको बाटो रोज्दै हुनुहुन्छ या सफलताको बाटो रोज्दै हुनुहुन्छ, यो सबसे इम्पोर्टेन्ट दुईटा कुरा हुन्छ। सफलताको बाटोमा रोज्दै हुनुहुन्छ भने तपाईलाई यो भन्दा मैले पहिल्यै भनिसके एउटै कुरा हुन्छ। तपाईको मन, मस्तिष्क र बोली र आँखा, यी 2-4वटा शब्दहरू तपाईले एकै साथमा लगाउनु होला। कुन पार्टमा र कुन तरिकाले गर्दाखेरि सफलता मिल्छ त भनेर तपाई फर्स्ट अफ अल ध्यान दिनु होला, सोच्नु होला। सफलता पाउनुको लागि इजी छैन, सरलता छैन, कहिले पनि कठोर र हार्ड एकदम छ, कठोर छ। यही शब्दसँग तपाईलाई
सबसे के हुन्छ भन्दाखेरि मान्छेको मन त बदलिन्छ, कहिले नबदल्ने होस्। तपाईको विचार र सफलता यो ठाउँमा पाउँछु भनेर तपाईले ग्राब गर्नु भएको छ भने त्यो कुरालाई तपाईले अगाडि लादै गर्नुहोस्। एकपल्ट तपाई सक्सेस हुनुहुन्न, सफलता पाउनुहुन्न, त्यही फेरि रिपिट गर्नुहोस्। तेस्रो पल्ट गइसकेपछि तपाईको हरेक सफलताको बाटो त्यहाँ पाउनुहुन्छ। संसारमा तपाईलाई थाहा छ नि, जति सफलता पाएको व्यक्तिहरूले सानो तिनो सङ्घर्षले जिन्दगी सफलता पाएका होइनन् र खुशी र आनन्द र सन्तुष्टि मिलेको छैन। कठोर मेहनत परिश्रमले नै सफलता मिल्छ भन्ने कुरा संसारलाई कसैलाई भनिराख्नु पर्दैन। तपाईँ हामी कस्तो आदत छ, एकछिन गरिन्छ, एकछिनपछि अर्को मन बदलिन्छ, अरूले के भन्देला, त्यहाँदेखि त्यो कुराहरू छोडिदिन्छौँ अनि त्यो सफलताको बाटो खुस्किन्छ। त्यस्तो होइन। तपाईले सोचिसकेपछि जस्तो सुकै अवस्था आओस्, मर्नु पर्दा पनि मर्छु बरु यो सफलता गरिरहे छाड्छु भनेर तपाईँ एकदम दृढका साथ अगाडि बढ्नुभयो भने तपाईको जिन्दगी सफलता मिल्छ, सफलता मिल्छ। यो 100% हो र यो मेरो भोगाइ पनि हो। त्यही भएर तपाईहरू सम्पूर्णलाई म के भन्छु भन्दाखेरि सफलता पाउनको लागि इजी र सरल बाटो कहिल्यै नरोज्नुहोस् र नसोच्नुहोस्। कठोर मेहनत गर्नुहोस्, सफलता अवश्य मिल्छ। कुन बाटोमा गएर त्यो सफलता मिल्छ त्यो बाटो रोज्नुहोस् र त्यो बाटोमा लाग्नुहोस्। तपाईले करोडौं अरबौं पैसा कमाएर सफलता प्राप्त गर्ने होइन, तपाईको आँखा र मन र तपाईको बडी ल्याङ्ग्वेजले चाहिँ म सफलता मिलो यति नै हो मेरो भन्ने कुरा यदि सोच्नुहुन्छ भने तपाईँ के त भन्दाखेरि सफलता तपाईको अवश्य पनि भइरहन्छ। भनाइको अर्थ म विदेशमा गएँ भने मेरो उद्देश्य के भन्दाखेरि पैसा कमाउने मेरो उद्देश्य हुन्छ र मैले पैसा कमाइसकेपछि मेरो सफलता मिल्यो। गाउँघरमा बस्ने दाजुभाइ दिदीबहिनी आमा बुबा सम्पूर्णलाई के भन्छु भन्दाखेरि तपाईँ कुनै किसान गर्दै हुनुहुन्छ भने त्यो किसान लगाएको बालीबाट उति नै उब्जाउ गर्नुभयो भने त्यो तपाईको सफलता त्यही हो। सम्पूर्ण र सधैँ सबै कुरा पैसा मात्रै नदाच्नुहोस्। तपाईले एउटा खेती गर्नु भएको छ, खेतीबाट तपाईको धान आयो बराबर तपाईले आयो भने त्यो सफलता तपाईको हो र त्यो सफलता त्यस्तै अर्को स्टेप के काम गर्दै हुनुहुन्छ त्यो सफलता अवश्य तपाईँ गर्नु चाहनुहुन्छ भने यी दुईटा कुरालाई कहिले पनि बाटो नबिराउनुहोस्। कुन बाटो जाँदै हुनुहुन्छ र कुन बाटोमा तपाईँ स्टप हुनु भएको छ त्यसलाई निरन्तरता दिनुहोस्। र सफलता पाउनुको लागि सबसे फर्स्ट अफ अल तपाईलाई म के भन्छु भन्दाखेरि सफलता पाउनुको लागि इमानदारी र कठोर मेहनत र तपाईको विचार सही हुनुपर्छ, अनि मात्रै सफलता अवश्य मिल्छ। हस्त बाबाई अर्को भिडियोमा तपाईहरुसँग भेट्ने बाचाका साथ फेरि बिदा लिन चाहन्छु। हजुरहरुलाई नमस्ते ढोक दिए र लास्ट अफ द मोमेन्टमा म के भन्छु भने हाँस्दै रहनुहोस्, मुस्कुराउँदै रहनुहोस्, सावधान रहनुहोस्। बाबाई, सी यू नेक्स्ट भिडियो।